यसले सधैँ हावादारी समाचार लेख्दो रहेछ। 30 अर्बको कुरा होइन कि 30 रुपियाँको मात्रै मैले दायाँ बायाँ गरेको रहेछ भने म राजनीतिबाट सधैँका लागि बिदा लिन तयार हुन्छु। सुटुक्क स्विजरल्यान्ड भागेर गएको होइन, राजधानीले नसोधेको भएर मैले त्यहाँ सोध्न जरुरी छैन, आवश्यक पर्यो भने जान्छु भने म साइबर ब्युरो मात्रै होइन, जगदीश खरेल चाहिँ अब अदालतसम्म जानुपर्ने अवस्था आउन सक्छ। तर मेरो मानहानिको मूल्य कति करोड। सी ग्रेडको पत्रकारिता गरेर राजधानी दैनिकले जे प्रस्तुति गर्यो यसप्रति मलाई खेद छ, दुःख छ र तपाईहरु मार्फत म भन्न चाहन्छु, मैले कानुनी उपचार सुरु गर्छु भनेको थिएँ। आज नै म आएको र आज नै आएर मैले चाहिँ प्रेस काउन्सिलमा, हाम्रो सबैभन्दा महत्त्वपूर्ण संस्था प्रेस काउन्सिल हो, प्रेस काउन्सिलमा मैले मुद्दा दर्ता गरेको छु। त्यसको दर्ता नम्बर आइसकेको छ। त्यस्तै गरेर मैले पुलिसमा चाहिँ नि मैले साइबर ब्युरोमा दर्ता गरेको छु, त्यहाँ आइसकेको छ। र म न्यू मिडिया चलाउने, युट्युब चलाउने साथीहरूलाई आजैबाट उहाँहरूलाई मैले चेतावनी छैन, जे हाल्नु भएको छ यहाँहरूले डिलिट गर्नुभयो भनेदेखि, त्यो कुरा सच्याइदिनु भयो भनेदेखि यहाँहरूप्रति मेरो दुराग्रहपूर्ण केही पनि छैन न्यू मिडियाप्रति चाहिँ, तर राजधानी दैनिकप्रति मेरो आपत्ति छ। त्यसैले म न्यू मिडियाका साथीहरूलाई पनि जसले मेरो समाचार राख्नु भएको छ राजधानी दैनिकमा आधारित भएर, त्यो समाचार डिलिट गरिदिनु होला। यदि डिलिट गर्नु भएन भने सम्भवतः साइबर ब्युरोले, मैले होइन, साइबर ब्युरोले तपाईहरुमाथि खोज तलास गर्छ र कारबाही हुन सक्छ। त्यसैले आज मलाई सबभन्दा चिन्ताको विषय के भयो भने हेर्नुस्, म त सम्हाल्न सक्छु, थाम्न सक्छु, मलाई थाहा छ, किनभने मैले गल्ती गरेको छैन, तर यसले समग्र मिडिया क्षेत्र बदनाम हुने अवस्था आउँछ आगामी दिनमा। राजधानी दैनिकले लेखेको समाचारका कारण भोलिका दिनमा राजधानी दैनिकको हैसियत कहाँ पुग्ला? यसले सधैँ हावादारी समाचार लेख्दो रहेछ, तल्लो स्तरको लेख्दो रहेछ भने एक वचन मलाई सोधेको छैन। यसरी समाचार लेखिन्छ? समग्र मिडिया जगतलाई नै लाजमर्दो बनाउने अवस्था आयो। यो अवस्था आउनु हुँदैन भन्ने मलाई लाग्छ। र सम्पूर्ण म मिडियाका साथीहरूलाई पनि के भन्न चाहन्छु भने हेर्नुस्, मिडिया स्वतन्त्र हुनुपर्छ, स्वतन्त्र छ, संविधानले नि स्वतन्त्रता दिएको छ, तर मिडियाको सन्दर्भमा क्रस भेरिफिकेसन हुनु पर्यो के हो कि होइन त? तिमी सुटुक्क किन जान लाग्यौ? तिम्रो संलग्नता छ कि छैन त? के हो त भनेर। नभए त आज त तपाईहरुको अगाडि छु त, पुलिस पनि यही छ त, पक्राउ गरे भयो नि त। मलाई त कहीँ केही कुनै अनुसन्धान छैन। मैले भर्खर सञ्चार मन्त्रीसँग अहिले कुरा गरेँ, उहाँ चकित हुनु। आगामी दिनमा प्रमाण बिनाको, एभिडेन्स बिनाको चाहिँ पत्रकारिता भयो र एकचोटि क्रस भेरिफिकेसन नसोधिकन केही लेखियो भनेदेखि अब प्रेस काउन्सिल मात्रै होइन, साइबर ब्युरो मात्रै होइन, जगदीश खरेल चाहिँ अब अदालतसम्म जानुपर्ने अवस्था आउन सक्छ। म किनभने पत्रकारिताकै क्षेत्र भएको कारणले त्यहाँसम्म म निर्मम हुनु हुँदैन भन्ने हो। तर मेरो मानहानिको मूल्य कति करोड। आज तपाईहरुलाई थाहा छ, एउटा गलत समाचार जाँदाखेरि, आज म ज्युरिकमा आउँदाखेरि, ज्युरिकमा भने दोहामा आउँदा नेपालीहरूले तपाईको बारेमा अफवाह यसरी फैलाछ भनेर आक्रोशित भए। कयौं मेरा शुभचिन्तकहरू अहिले दुखी भइरहेका छन् भनेपछि यो मेट्नको लागि मलाई कति समय लाग्ला? मेरो मान, प्रतिष्ठा, इमान, यत्रो 25 वर्षको पत्रकारितामा मलाई कसैले प्रश्न सोधेन कि तैँले बेइमान गरिस्, यति बार्गेनिङ गरिस् भनेर। 25 वर्ष लगाएर कमाएर आर्जन गरेको यो इमान र प्रतिष्ठा यति सजिलोसँग एउटा न्युजले चाहिँ नि धावा बोलिदिने, यसको क्षतिपूर्ति कति हुन्छ? मानहानि विरुद्ध मैले चाहिँ नि मुद्दा दर्ता गरेँ भने कति हुन्छ? कति करोडमा पनि होला, करोडमा प्रतिष्ठा किन्न पाइन्छ। त्यही भएर मैले अहिले अदालतमा तत्काल सायदै म जान्न, तर म यहीँबाट आग्रह गर्न चाहन्छु, किनभने मलाई राजधानीले नसोधेको भएर मैले त्यहाँ सोध्न जरुरी छैन, आवश्यक पर्यो भने जान्छु भने म राजधानीको अफिस पनि जान्छु। म किन गर्यौ यस्तो भनेर तपाईहरु मार्फत भन्न चाहन्छु। तपाईहरुले मेरो यो सार्वजनिक खण्डन त्यही अनुसार लेखिदिनु होला, त्यही अनुसार तपाईहरुले चाहिँ माफी माग्नु होला सार्वजनिक रूपमा, र जुन पृष्ठमा मेरो समाचार जसरी लेखिएको छ जगदीशको संलग्नता होइन रहेछ भनेर लेख्नु होला। अन्यथा तपाईँ गलत हुनु भने तपाईँ पनि पत्रिका बन्द गर्न तयार हुनुहोस् न। अनि पो गर्विलो पत्रकारिता हुन्छ। त्यसले गर्दाखेरि सम्पूर्ण मिडियाका साथीहरू, आज राजधानी दैनिकले जुन बी ग्रेड लेभलको पत्रकारिता गर्यो, यो पत्रकारिताले समग्र आम सञ्चार माध्यम र अरू मिडियाहरू तपाईहरु हतोत्साही नहुनु होला। र यहाँहरूप्रतिको सधैँ मेरो सम्मान थियो, छ र भोलि पनि रहनेछ। धेरै धन्यवाद। हजुर, हाम्रो चलन त त्यही हो नि हैन, जुन पत्रिकाले समाचार लेख्यो त्यही खण्डन गरेर जानुपर्छ। होइन, त्यो किन चलन? सुन्नु न, तपाईँ, हामीलाई थाहा छ नि, म पनि मिडियाबाट आएको, फ्रन्ट पेजमा चट्ट राम्रो ह्यान्डसम फोटो राखेर यत्रो बोल्ड अक्षरमा चाहिँ मेरो हावादारी कुरा छाप्यो।
अब खण्डन मैले छापेँ भनेर त्यो पछाडिको पृष्ठमा यति लगेर कसैले नदेख्ने ठाउँमा छापिदिएर मेरो के हुन्छ र? ठुलो अक्षरले गल्ती गर्ने, सानो अक्षरमा हो, त्यो कुराले त मतलब राखेन नि। त्यही कारणले गर्दाखेरि मलाई नसोधी समाचार लेखेकोले मैले आज मलाई खुसी लाग्यो। तपाईँहरू मार्फत मेरो राजधानीको प्रकाशक को हो, सम्पादक को हो र त्यो लेख्ने समाचार लेख्ने मान्छे को हो, उहाँहरूलाई मेरो विनम्र आग्रह छ कि यसलाई सिरियसली लिनुहोला। हस्।